हाई गाइस, वेलकम टु माई च्यानल। आज फेरि यहाँ दिउँसोदेखि फेरि हाम्रो भ्लग स्टार्ट भएको। आज चाहिँ यहाँ देन्ताम चर्च आएर देन्ताम बजारबाट चाहिँ फेरि हामी उत्तरेतर्फ जाँदैछौँ अनि तपाईँहरूलाई पनि देखाउनेछु। उत्तरेमा पुगेर देखाउनेछु। हुन्छ, हेरिदिनुहोस् है। लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनुहोस्। सुझाव सल्लाह दिनुहोस्, सपोर्ट गरिदिनुहोस्। हुन्छ, तपाईँहरूलाई यति भन्दै के कमेन्टहरू गर्नुहोस्, तपाईँहरूले सहायता गरिदिनुहोस् है। हामी चाहिँ हिजो आएको थियो उता घरबाट माथि गान्तोकबाट आएको। देन्ताममा छ अहिले चाहिँ। अब भोलि फर्किने। आज चर्चबाट अब एकछिन उत्तरी गएको। उत्तरीबाट चाहिँ अब फेरि फर्केर आएर दिदीको घरमा बसिराखेर भोलि चाहिँ फर्किने। गुराँस चाहिँ मजाले फुलिरहेको रहेछ है। यहाँ चाहिँ यो चाहिँ सिमसर ब्रिज है। यहाँ तल यता हामी चाहिँ अहिले उत्तरे जाँदै गरेको। यो सिमसर ब्रिजमा चाहिँ अब स्काई वक बनिन्छ। अहिले यो बिचबिचमा त्यो उकाइरहेको छ हो। बन्जी जम्पिङ पनि यहीँनिर हुने रहेछ। यहाँ अनि रेडी गर्दैछ, बनाउँदैछ अहिले। यता माथि चाहिँ उत्तरे, यो चाहिँ सिमसर ब्रिज। यता दाजुहरू भिडियो खिच्दैछ। कति अग्लो हुँदो रहेछ यो। अग्लो छ, सेकेन्ड हाइस्ट ब्रिज। तपाईँलाई कस्तो लाग्यो के र? हामी चाहिँ आज यहाँनिर घुम्न आएको छौँ है। अनि अब यहाँदेखि अब घुम्दै 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 पारीसम्म पनि पुग्दैछौँ। उत्तरेसम्म उत्तरदेखि कता के हो त्यो चाहिँ अब थाहा छैन हो। अनि अब फेरि उतै जानुपर्ने हो कि न के हो। र अहिले चाहिँ हामी यहाँनिर आइपुगेको छौँ है। र ठाउँ अनि अलिक धेरै राम्रो राम्रो देखिँदैछ। गुराँस चाहिँ यहाँ रहेछ, मजाले फुलिरहेको। यता चाहिँ गुराँस, चाँप गुराँस चाहिँ मजाले फुल्छ नि त। यहाँ गुराँस चाहिँ ड्याममै फुलिरहेको रहेछ मजाले। फुलेर अब झर्ने बेला भयो। तपाईँको उत्तरी स्कुल ठुलो छ नि ग्राउन्ड।
हामी चाहिँ यहाँ उत्तरेमा आइपुग्यौँ। यो चाहिँ टाइटानिक होटल। यहाँ चाहिँ पहिला पानी थियो ड्याममै, पोखरी जस्तै थियो, अहिले चाहिँ पुरै सुकेछ। ऊ तल बोजो ड्याममै छ। आउन उत्तरे चाहिँ यस्तै छ है। यहाँ पर बस्ने जग्गाहरू छ। अब यो बाटो तेस्रो गएको चाहिँ चिवा भन्ज्याङ माथि पुग्छ, नेपाल बोर्डर, त्यहाँदेखि उता नेपाल। बोर्डर माथि त्यो भने चाहिँ बोर्डर हो। जहाँ पर्ने यसरी गर्छ। यहाँ चाहिँ चेकपोस्ट छ। हामी चाहिँ त्यहीँदेखि नै फर्क्यौँ। अन्त हुन्छ, तपाईँहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस्। हुन्छ, हेरिदिनु भएको लागि एकदमै धन्यवाद। थ्याङ्क यू सो मच। हुन्छ, फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछु तपाईँहरूको अगाडि। हुन्छ, थ्याङ्क यू सो मच।